बिस्तारै लायन गर्जिँदैछ होइन तपाईँलाई सबैभन्दा पहिला चाहिँ मैले गिफ्ट दिन्छु मैले आज हाम्रा प्लेयरहरूलाई गिफ्ट दिइरहेको छु क्याप्टेन साहबलाई स्पेसल गिफ्ट मैले तयार पारेको छु ए तपाईँको लागि गिफ्ट यो किन सर अब तपाईँको स्मरण शक्ति बढाउन क्या T20 खेल्दैछु कि ओडिआई खेल्दैछु बिर्सिनुहुन्छ अब यो बदाम काजु खाइसकेपछि त के खेल्दैछु भनेर थाहा पाउनु होला नि नै एउटा मजाक नि तपाईँलाई थाहा छ क्याप्टेन साहब तपाईँको क्रेज त नि अहिले आम्मा यस्तो बढाएको छ तराईमा यस्तो रहेछ बाबा तपाईँको क्रेज यस्तो रहेछ तराईमा चाहिँ गाडीको नाम समेत तपाईँको नामबाट राखेर हो हेर्नुहुन्छ गाडीलाई अहिले तपाईँको नाम भन्छन् यो टुकटुकी होइन एक्ज्याक्टली पहिला यसलाई टुकटुकै भन्थे तपाईँको खेल हेरेपछि यसलाई रोहित पौडेल भन्छन् अहिले के बोले के छ थाहा बोले क्याप्टेन साहब यो प्लेअफमा चाहिँ हजुरले 100 चाहिँ हान्नै पर्यो क्या मैले त मेरो साथीहरूलाई प्लेअफमा फाइनलमा हाम्रो रोहितजीले 100 हान्नुहुन्छ भनेको पत्याउँदैन के भन्छन् भन्नु न रोहितले 100 हान्ने भनेको त्यो पुलिसलाई फोन गर्दा मात्रै अरे कतिसम्म भने तिमीहरूको रोहितले त 100 त नसोच्दा पनि हुन्छ ज्वरो आउँदाखेरि त 99 आउँछ भन्छ प्लिज यो पटक चाहिँ जसरी पनि सेन्चुरी हान्नु पर्यो है यदि तपाईँलाई यस्तो केही आइडिया चाहिन्छ सेन्चुरी हान्ने खालको भनेदेखि मसँग गिफ्ट पनि छ यो सेन्चुरी लगेर चाहिँ हाम्रो टिमको मेसमा हालन लाउनु किचनमा है यो खाएपछि सेन्चुरी पनि डबल सेन्चुरी पनि हान्न सक्ने हाम्रो तागत छ थ्याङ्क यू क्याप्टेन साहब यस पछाडि यस वर्ष हामीले जसरी पनि जित्नुपर्छ